पुरै घर डुबान भइसकेछ पुरै एकदम लास्ट स्थितिमा चेन्ज भइरहेछ। म तपाईहरुलाई स्थितिमा देखाउँदैछु। सायद पुरै डुबाउनै भइसक्यो यस्तो छ स्थिति। यहाँ हेर्नुहोस् अब सबै सामानहरू बगाइसक्यो कुनै उधार गरियो। यहाँ पुरै अघि म पहिले दृश्य पनि देखाउन चाहन्छु र अहिलेको हेर्दा पनि एकैछिनमा 3 मिनेटको अन्तरालमा यति साह्रो भयो। हेर्नु 3-4 मिनेटको अन्तरालमै अवस्था यस्तो भयो। पुरै भइस्थगित पुरै एकैछिनमा पुरै मैदान सेतै भइसक्यो। अब खानपिनदेखि लिएर सबै एकदम विस्थापित है। पानी सबै सर्वश्रेष्ठ, खानादेखि लिएर सबै यस्तो छ। पुरै डुबानले हेरिसक्यो। यो झोलामा दबाई थियो होला हौ आमाको। ल हौ यस्तो छ। ले समादा चामल यसरी ल्याइरहेछन् देख्न सक्नु एकदम पुरै सहीको भावनाले आइराख्नु भएको छ। पुरै विस्थापित डुबान भइरहेको कारण यस्तो छ। पानी पनि धेरै नै आइसक्यो। हाल यस्तो छ है सबै। अहिलेको ताजा खबर यी सबै बाटोमा विस्थापित सबैतिर है। यतादेखि यता यो स्ट्रिम सबै तलदेखि सबै गाउँ डुबान सबै यता राङ्गा बस्ती सबै रोडमा यसरी आइरहेछ। सुरुमा यो आउँदैछ है यसरी स्पिडमा आउँदैछ एकदम पल्टिँदै आउँदैछ है। एकदम आइसक्यो एकछिन यहाँ अहिले थिएन है घर छैन। एकैछिनमा गाडी स्पिड आयो यताबाट आइसक्यो। यो स्पिड आइसक्यो खालि सुँगुर चाय 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 सुँगुर र सबै आइ त छिरी त गयो एकैछिनमा हो। 5 मिनटमा आउनु त्यो थिएन सबै छिरिसक्यो घर। हेर्नु बाढी आइ त गयो भात पकाउनु भनेको थियो दिदीले। भात पनि पकाउँदै आइसक्यो दिदी। बाढी आयो बिजोक है। अब एकैछिनमै अहिले त पानी 2 मिनट पनि भएको छैन। कति बज्यो भनेदेखिर केटाकेटीहरू माथि पल्टेर आयो। के गर्नु अब बाख्रा यो गर्दा माथि हाल। स्थिति यस्तो छ अहिले काहीँ पुरै एकैछिनमा बढेर कुखुराहरू पनि पुरै